वो कसम वो इरादा भूलेगा दिल जिस दिन तुम्हें वो दिन जिंदगी का आखिरी दिन होगा क्या हुआ तेरा वादा गाइस करा ले जाए मिट्टू संग हान्दै याद है मुझको तूने कहा था तुमसे नहीं रूठेंगे कभी वो जिसने कम लिया प्यार की खातिर या जिसने प्यार को बेच दिया नशा दौलत का ऐसा भी क्या तुझे वो भी याद नहीं क्या हुआ मेरा वादा वो कसम वो इरादा दोन हेलो गाइज गुड मर्निङ आज चाहिँ हामी यहाँ पोखराबाट चाहिँ अब मुस्ताङ लाग्दैछौँ होइन हिजो आएर यता मुस्ताङमा बसियो र अनि मेरो बाइकको चाहिँ क्लच तार गएको कारणले गर्दाखेरि चाहिँ आज अहिले क्लच तार फेर्दैछ है यसको चाहिँ पुरै क्लचको तारले लास्टै साह्रो भयो क्या फेरि बेला त भएको थियो अब चल्छ कि भनेर चलाउँदा पनि काम गरेको थिएन अब अहिले फाइनली चाहिँ नयाँ चेन्ज गर्न थालेको छ हामीले फेरि यो क्लच तारहरू चाहिँ नारघाटबाट लिएर आएको थियो ल हाम्रो चाहिँ हामी मिस्त्रीद्वारा चाहिँ क्लच तार फेर्दैछौँ है त यो चाहिँ फेर्नु त हामीले नि उहीँ नयाँ फेरे हो तर यो चाहिँ यस्तो चाँडै गएको यार यो त यार कसम यारमा यो डुप्लिकेट पऱ्यो क्या हो त्यही भएर चाँडै गयो यो ए खैलाएर गएको है होइन यसको सर्भिस पनि राम्रोसँग सर्भिस गरेको थिएन कि सर्भिस गर्न बेला यो सधैँ यसमा तारमा मोबिलको जल्सेर हालेर सफा गर्नै पर्छ प्रत्येक सर्भिसमा त्यति गर्नै पर्छ या नगर्यो होला हो त्यही भएर ल आज मेरो बाइकले पनि क्लच तार फेरियो गाइज है के गर्नु हान्दा हातै दुखिसकेको थियो है फेरि असिना त धेरै उफ्रेला नि फेरि बुडुङ उफ्रिँदै धेरै कम रहेछ त्यही त नि हावा त यार घट्नु पर्ने हो त यार नयाँ टायरमा त यार यसमा धेरै कम रहेछ अगाडिको दुइटैमा हालेर गयो है अब पछाडि चेक हुँदैछ पछाडि पनि जहाँसम्म लाग्छ धेरै नै कम छ जस्तो लागिरहेको छ है टायरहरूमा चाहिँ अब यसको चाहिँ अलिक गाह्रो छ क्या हो
सिधा त्यो थुक चाहिँ लगाउनै पर्ने हो यस्तो के हावा लिक भएको छ हेर्नलाई त्यो नम्बर नि त लिक रहेछ भने त फेरि झ्याउँछ नि त होइन म फेरि यो मेकानिकमा पछि क्या भने के थुक लगाउनु पर्ने फेरि लाउनु पर्ने अब लगाइदिनु ल अब ल मास्तिर गाई तलतिर हो मास्तिर तलतिर तलतिर फाइनली गाइज हामी चाहिँ होइन अब मुस्ताङतर्फ लागिरहेका छौँ आज पोखरा छोडेर है ल ए मस्तले 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 गाइज मस्तले ल हाम्रो गाडी चाहिँ आइपुगिसकेको रहेछ है अच्छा ट्राफिक लाइनमा भयो भने आज क्लच पनि पुरै हवातात भइरहेछ मेरो बाइकको एकदम त्यो भन्दा पनि यस्तो होइन राम्रो होइन पाउनु 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 है पाउनु पाउनु एकदम 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 दोस्त अलि च्याप्पै भएर बस्नु गर ल अहिले होइन अहिले वात्तै भए के यही त होला नि थाहा छैन हाम्रो त कस्तो वाद वाद भयो बाइक त यार के भयो के भयो बिस्तारै यहाँ फेरि यस्तो बबाल छ कि रोड यहाँ फेरि होइन 4 लाइन बाटो हो कि यस्तो दामी छ कि बाइक स्टार्ट भएन नि त बाइक स्टार्ट भएन गाइस हामी चाहिँ खाना खाएर निस्क्यौँ है अब यहाँ केटाहरू चाहिँ खै केटाहरूको बर्थडे रे होइन बर्थडे बोय चाहिँ आज पुरै बगीमा बसेर फोटो खिच्ने रे होइन त्यही भएर होला ल ओ ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे दोस्त झन् राम्रो हो नि त जाउँ त
सबैजना चाहिँ कम्पिटिसनमा छ होइन तर के गर्नु यार बाटो पुरै टर्डिङ भएको कारणले गर्दा बगीले टपेर गयो यार सबैजना मुस्ताङ राइड हो होइन आमा के गर्नु यार लेकाले भुइँ छोड्नु थालिसक्यो यार सुताउँदा बाइक यार त बाफ्रे यार अलिकति पिकअप लिन पाउँदैन यार टर्निङ आइहाल्छ आमा यस्तो कुदा यार आएको छ यार यस्तो डुब्छ यार आएको छ यार कुदाउनै मिल्दैन यार कुदाउनै मिल्दैन यार आएको छ यार नि हाम्रो त यार काटै मिल्दैन अनि यस्तो टर्डिङ छ क्या है छैन बुलेट हालेर छोडेर आयो है बुलेट चाहिँ अब के यार त्यो गाडीले ठोक्नै सक्दैन यार हामी एउटा मोडी कटिसकेर अर्को मोड कटिसकेको हुन्छ क्या त्यसले चाहिँ अब तिनवटा जग्गा भएको कारणले गर्दा पनि सजिलो हो नि त होइन स्टियरिङ हातमा अब सल्लको सुताउँदा के फरक पर्दैन हाम्रो चाहिँ पुरै सुत्दै बेकार घिचिसक्यो यार ओ वा बुझ्यो पाएको छ यार 120 भन्दा बढी छ यार 120 भन्दा बढी छ यार बराबर कस्तो कुद्यो हो किन ब्रेक लाग्नु पर्ने होला दोस्त ब्रेक सागर दोस्त यार सातो उडिसक्यो यार तर हो हुन त होइन खेलाची पनि गर्नु हुँदैन है किनभने बाटो टर्डिङ छ धेरै टर्डिङ छ के अब पुरै अब यहाँ त अब सानो बाटो पनि छ फेरि होइन गाडीहरू पुरै आउँछ होइन हुन्छ अनि त्यो सानो बाटो त यसै पनि भइदियो होइन यसमा चाहिँ पनि धेरै टर्डिङ छ कि यसमा चाहिँ तर के गर्ने यार सानो बाटो भनेर उसलाई नहुने हो पाँच जान्छ यार हामी मात्र झन् सानो लिएर झन् सानै कुदाउनु नसक्ने यार ल र गाडी यार सब पढिसक्यो सबले टपेर हिँडिसकेको छ यार यस्तै पाराले भन्दा बेलुका त मुस्ताङ पुग्छ त हो है गाई चाहिँ हामी अब मुस्ताङ आउँदैछ होइन मुस्ताङको बासिन्दाहरूले पनि अब सपोर्ट गर्नु पऱ्यो होइन अब किनभने अब यो अब नयाँ गाडी छ है नयाँ गाडी भन्दा पनि अब भर्खर यो परिचालनमा लिएर आएको है यो अब कति गुड्छ कति के हुन्छ कसैलाई के पनि थाहा हुँदैन है बाइचान्स केही भयो भने त होइन हामी त फेरि एक्लो नौलो ठाउँमा एक्लै हुन्छ नि त त्यही भएर यसो सबैजनाले चाहिँ है सपोर्ट अब हुन्छ नि सपोर्ट चाहिँ गर्नु पऱ्यो क्या मेन कुरो भनेको अब हेर्दैछौँ है ठाउँको सबै कुराहरू दृश्य अब ठाउँको अवलोकन गरिन्छ अब हाम्रो गाडीहरूको अब भरोसा त छैन नि त अब यति चल्छ भने त ग्यारेन्टी छैन नि त हो सागर त गाडीको हाम्रो गाडी यति चल्छ भन्ने कुरो थाहा छैन नि त कसैलाई त्यही भएर अब जहाँ पनि गएर के पनि हुनसक्छ क्या होइन अब त्यही त नि अब यत्रो स्पिड कुदिरहेको छ होइन अब मैले भेटेको छैन मेरो बाइक लिएर अनि त्यही भएर तर ठाउँमा होइन अब ग्यारेजहरू पनि धेरै छैन होला मुस्ताङतिर त है ग्यारेजहरू पनि धेरै मुस्ताङतिर छैन नि है हो र आमा 20-25 हजार भाइ त्यो त हो यार यार हेर न हामी यस्तो यो टर्निङमा पुरा भ्याउँदैन उसवाटै गइसक्यो हुन्छ क्या बाप्रे के गर्नु यार गाह्रो छ हो गाह्रो छ हो गाह्रो कस्तो यार मेरो बाइकको यार स्पिड सकिसक्यो यार कुदाउँदा यार लड्छ भनेर त टेन्सन नलिए हुन्छ होइन कसम यार लड्छ भनेर त टेन्सन नलिए हुन्छ तर ब्रेकले कति साथ दिन्छ भन्ने मात्र हो क्या एबिएस हो तर के अरू एबिएसले काम गर्दैन टेन्सन नगर नि यार एबिएस भन्दा तर्फ छ मेरो हात भागो बुझ्यो यार आम्मा गाडी हो सर गाडी पल्ची खेल्ने गाडी हो
चोक राइट हामी चाहिँ टिमुवा चोकमा ट्राफिक सरहरूले रोक्नु भएको छ होइन उहाँहरू चाहिँ ट्याक्क अब कस्तो अनौठो गाडी हो भनेर चाहिँ उहाँहरूले चाहिँ भन्नु भएको छ होइन अब पहिलोचोटि देख्नु भएको अरे उहाँहरूले पनि अनि त्यही भएर रोकेर फोटोसोटो खिच्नु भएको सोधपुछ हल्का भइरहेको छ उहाँलाई अनौठो धेरै अनौठो लाग्नु भयो अरे अब हुनु त हेर्दा पनि अनौठो छ नि त गाडी पनि त्यही भएर अलिक साइड लगाएरै सबै कुरो गरेर फाइनली रुममा सबै त्यो गाडी साइड लगाएरै हेर्ने रे ल ठिक छ मेरो बाइकले चाहिँ के असर गरेको छैन होला नि हाम्रो भयो नि अब गाडी देख्ने साथै यस्तै हो क्या जहाँ पनि रोकिन्छ त्यही भएर आज हामी मुस्ताङको लागि चाहिँ मुस्ताङ पनि आज नपुग्ला जस्तो छ होइन पुग्नु त पुगिन्छ बेलुकासम्म हेरौँ कतिखेरसम्म पुगिन्छ उहाँहरूले चाहिँ अब फोटोसुट लिनु भएको छ है फोटोसुट गर्नुभएको छ धेरै रमाइलो लाग्यो अरे उहाँहरूलाई ठिक छ ल सबै निकालिदिनु सबै रोडदेखि टायरसम्म सबै झन्डा झन्डा हजुर हजुर युट्युब छ सडतिस किलोमिटर उहाँहरूले चाहिँ है बगी पुरै फोटोसोटो खिचेर सबै कुरो भएर होइन अब उहाँहरूलाई नि खुसी लाग्यो अरे ल उहाँले चाहिँ अब शुभ यात्रा भन्नुभएको छ होइन उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद ल गाइज हामी चाहिँ अब यहाँबाट लाग्यौँ है ल सरहरूलाई पनि धेरै धेरै धन्यवाद ल सर ल लाग्छौँ हामी ल त बसौँ एनएस हो सर एनएस हजुर हुन्छ हजुर सर ल थ्याङ्क यू यो 7-8 लाख हस् ल बागलुङ गेटमा ट्याक्क सरहरूले रोक्नुभयो फेरि है बागलुङ ठ्याक्कै बागलुङ मालढुङ्गा रे मालढुङ्गा पर्वत यहाँबाट सिधै माथि चाहिँ मुस्ताङ हो क्या यहाँ त यता मुस्ताङ जाने होइन यता पारिपट्टिबाट जान्छ कि फेरि ल सरहरूले चाहिँ फेरि अब फोटो खिचिदिएर होइन ठिक छ ल सरहरूलाई छोडिदिनु एकचोटि फोटो खिच्नु हुन्छ
सागर दोस्त अलि यता आउन हजुर हो नेपाललाई बने गाडी अरू भन्दा नि सबले बसेर चाहिँ फोटो खिच्न रुचि गरेको छ क्या गाडीहरू यस्तै हो अब होइन जहाँ पाए त्यही अब के गर्नु फेमस छ फेमस ल सर न केटाहरू हजुर 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 ए हुन्छ हुन्छ त भइहाल्छ नि सरहरू पनि यहाँ फेरि सानो कार्यक्रम छ अरे है अब उहाँलाई नै हामीले अब सहयोग ल ल ल ल ल यसो ल पुरै बु भइरह ल हो त्यो पनि अलिक अँध्यारो आउँछ यस्तो ल्याउनु सर हुन्छ हुन्छ ल ल ल हस् ल ल Father? फाइबर हो यो फाइबर सबै यो फाइबर पनि आफैले हातले बनाऊ घरमै डिजाइन उचाइ पनि लोड लामो छ नि त तर कस्तो उस नदीको यार यसमा चाहिँ सपोर्ट के सपोर्ट होइन मुला अरू टुटुल पुलरहरू त मासतिर सपोर्ट दिन्छ नि हाम्रो फालोस् भनेर के नहलोस् भनेर
यो चाहिँ खास मुनि सपोर्ट दिएको छ के बाबु कालिका आइपुग्यो है भयो बागलुङ कालिका मिठो बोलिन्छ कालीको लाले कोठाइमा तलबाट काट्यौँ है अहिले चाहिँ यता माथिबाट हो माथिबाट बाटो राम्रो छ भन्ने कुरा सुन्यो होइन त्यही भएर चाहिँ हामी त माथिबाट आएको हो त्यो हामीलाई मेन कुरो बाटो साटो भन्दा पनि गाडी जाने हुनु पर्यो क्या हो सबै ठुल्ठुलो घर भन्दा छैन त हो र अनि यहाँको मान्छे चाहिँ कसरी धनी भयो हजुर 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 दुईजना मात्रै हो हिजो हजुर हिजो चितवनबाट हिँडेको अनि पोखरा आएर बस्यो हजुर हजुर मेन चितवन ए गैँडाकोट चितवन यता पारिपट्टि पऱ्यो होइन न उहाँको चाहिँ गैँडाकोट उयो भनेको पुल नारायण पुलबारी पुलबारी हजुर कटआउट होइन त्यो ब्याट्रीको त्यहाँ ऊ तार छुटे जस्तो छ हौ सर्ट भयो कि होला कहीँ हेर त त्यतिकै राख्नु त्यतिकै धकल सहिले सर पहिला ब्याट्री चार्ज गरेर हेर्नु न ब्याट्री चार्ज गरेर हेर्नु न त्यो झर्दैन गाइस यो चाहिँ बागलुङबाट अब ठ्याक्कै हामी बेनी छिरेको पुल है यो चाहिँ बेनीको बजार जता माया उतै छ नजर धिरे जाली रुमाल बल्ल तल बनाएर रेडी भयो कता हो खै त्यो के आयो भने होला है सिधै सिधै कत्रो ढिसो यार यार लक गर्न बोल्दै यार होइन बागलुङमा भन्दा मलाई त बेनीमा चाहिँ ठुलो जस्तो लाग्यो बजार यार बजार ठुलो जस्तो कि बेनी चाहिँ होइन बाग्लुङ त खासै देखेन के अनि मैले त फुलहरू पनि यतै बेनीतिरै बढी देखेँ के बाग्लुङभन्दा त धेरै फुलेको रहेछ राम्रो छ दामी छ दामी दामी छ ओ मिरे जाली रुमाल बेनीको बजार जता माया उतै छ नजर तिरे मिरे जाली रुमाल लगभग बेनीको के अरे बजार पनि टुङ्ग्यो अब सिधै माथि र ओ सिधै माथि र सिधै
जाऊ 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 सिधै जाऊ सिधै मुस्ताङ यार 10 चोटि आएर पनि सोध्छ यार पहिलोचोटि हो त्यो त्यही हो नि धेरै त्यही त 4 चोटि आइसक्यो त्यो होइन हामी पहिला त्यो बाग्लु के अरे त्यो कहाँबाट हाम्फाले यार ए ओ लोकल 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 ओ लोकल लोकल रोक्यो भने भाग्छ त्यो हेलो यो बेला चाहिँ नबना भयो उता लाउँदा नि यो बाटो रहेछ हो यो बाटो कि मेन फेरि यो फेरि मुनिबाट गयो सक्यो गर्नुभएकोमा धन्यवाद तपाईँलाई पनि धन्यवाद ल फाइनली गाइज हामी चाहिँ बेनी पनि अब सक्यो है बजार क्रस भएर अब मुस्ताङको बाटो सिधै अब यहाँबाट चाहिँ प्रायः जस्तो माथिसम्म चाहिँ पुरै अफरोडै हो कि अब चाहिँ अफरोड हो त्यो हामी उफ्री जान्छौँ अफरोडमा पेट्रोल खेलौँ पेट्रोल हाल्ने हाल्नु पर्दैन होला पेट्रोल कति भयो मेरो आधी भयो त्यसको नि आधी हो आधी भएन मैले यसको त आधी भएको छ केटाहरूले तेल हाल्ने भनेको र सुरु ठाउँ न ओ तेल हाल्ने हो ओए बन्द गर्छ एकछिन तेल हाल्ने हो माथि के हाल्ने हो के गर्ने हो के लाल्ने हो बाबु मेरो राजा मालबान ल्याऊ न मालबान ल्याऊ फुल हाल्ने हो कति गयो त 8 भन्दा पनि बढी गयो कति जान्छ त्यहाँ हुन्छ 10 मिनट हाल्नु नि त जान्छ अरे ए फुलै रहेछ त ट्याक्कै 10 लिटर भयो ल उताडि पनि हाल्नु त सँगै हो उताडि दस गयो 10 गयो होइन भरियो हो ओइ 7 लिटर 7 लिटर भयो अँ 7 लिटर कति भयो 17 लिटर ल दुईटा साधनले चाहिँ हाम्रो 70 लिटर पेट्रोल खायो मेरो चाहिँ 10 लिटर खायो भने यहाँ मैले चाहिँ 7 लिटर खाएछु पानी पर्ने बेला भयो ज्याकेट लाउनु पर्छ पर्दैन के रे पर्दैन अझै बेला भएन कि दाइ
गाइज हामी चाहिँ तेल हालेर फर्क्यो के अरे अब म लागिसकेका छौँ होइन मेरो चाहिँ 7 लिटर तेल खायो बगीले 10 लिटर खायो ठिकै हो नि मुला अब यहाँबाट सिधै मासतिर अब चाहिँ भन्नु पर्दैन पुग्छ अब मुस्ताङतिर भेटौँ हेरेर बस्नु तितल्याङ मात्रा गर्दा त हो त्यो त होइन होला जान्छ हावा तितिर गाउँ आइपुग्यो हामी चाहिँ अहिले तितर गाउँ आइपुगेका छौँ तितर गाउँ अच्छा
गाइस बगी चाहिँ अलिकति अड्के जस्तो भइरहेको छ कि पैसा ठाउँमा तर उक्लिन्छ गाइस उक्ल्यो मेरो चाहिँ ग्यास होइन ओट कुन लाग्यो कि चिसोले गर्दा होला खै तातो पानीमा नुहाएर अब क्या हो होइन पुरै उल्टा जस्तो भइरहेको छ कि मान्छेसँग पुग्दाखेरि चाहिँ पुरै ओट पुग्ने हो कि थाहै छैन यहाँ चिसो तातो नमिलेर हो कि यता केटाहरू चाहिँ पुरै बाइकमा राइड छ अघिल्ला चाहिँ जसरी भयो भने मुस्ताङ टेकाउने सोचमा छ होइन हामी चाहिँ उक्ल्यो गाइस उक्लिने पर्छ रुप्से झरना गाइस रुप्से झरना आयो रुप्से झरना गाइस रुप्से झरना आइपुग्यो ओ माय गॉड यस ब्रो यस हामी रुप्से झरना आइपुगेको गाइस रुप्से झरना गाइस रुप्से झरना रुप्से गाइस है फाइनली रुप्से झरना पुग्यो पुरा पुग्यो रुप्से झरना हो गाइस ओहो हेलो गाइस चौरी हो क्या हो फाइनली गाइस हामी चाहिँ रुप्से झरना आइपुगेको छौँ है त्यहाँबाट ए आउँछ अलि त्यहाँ आउँछ जिउँदो हो कहाँ हुनु हाल्ला नि फेरि ए जिउँदो होइन फोटो खिच्न नि फाइनली गाई यो चाहिँ चौरी गाई है चौरी गाई हिँड्थ्यो हो चौरी गाई म त यार जिउँदो होला भन्डानेको होइन रहेछ यो चाहिँ चौरी गाई होइन रहेछ है गाई यो चाहिँ नि ओरिजिनल होइन रहेछ कि भित्र अर्कै उस भएर रहेछ कि झुक्किँदा रहेछ म त यार झुक्यो रुप्से चाहिँ यति माथिबाट खसेको छ क्या नामी क्या रुप्से छ कि झर्नाको नामी फेरि है पहिला चाहिँ यस्तो थिएन है अहिले चाहिँ अलिकति हल्का चेन्ज भएछ कि अहिले चाहिँ बल्ल जाडो हुन लाग्छ होइन ओ दामी कोई मुक्तिनाथ नहीं दर्शन करेगा ये दर्शन करेगा जिसमें भगवान के नाम में फूल बोला जादु यता राम्रो दाइ त्यहाँ जादु हेर्नु न हो के कस्तो छ यहाँ जादु हेर्नु नि एकचोटि यार कहाँनिर यस्तो भयो वाउ ल फाइनली हाम्रो चटपट पनि रेडी भयो यार है ल यसरी यहाँ हेर्छ चटपट खाने यसरी है ओ माई गड म चाहिँ समाधे पाउनु न यार म नि हान्छु यार ल
चौटो खान सुरु भयो है मुस्ताङमा पनि यस्तो चौबो ल दोस्रो दिन समातो न लु त उसरी नि भयो पहिलालाई चाहिँ क्या हुआ तेरा वादा वो कसम वो इरादा भूलेगा दिल जिस दिन तुम्हें वो दिन जिंदगी का आखिरी दिन होगा क्या हुआ तेरा वादा ल गाइस केटाहरूले चाहिँ मिठो सङ हान्थ्यो है याद है मुझको तूने कहा था तुमसे नहीं रूठेंगे कभी वो जिसने कम लिया प्यार की खातिर या जिसने प्यार को बेच दिया नशा दौलत का ऐसा भी क्या तुझे वो भी याद नहीं क्या हुआ मेरा वादा वो कसम वो इरादा दोन